नमस्ते, मेरो नाम सङ्कित बस्याल हो। अनि मेरो नाम डाक्टर साय बस्याल हो। अनि आज हामीले अमेरिकाको टेक्सासको होली हामीले सेलिब्रेट गर्छौँ। हजुरहरू पनि हेर्नु होला है, एकदम फन हुन्छ। हामी अमेरिकामा भए पनि हामीलाई एकदम धेरै मनपर्छ होली। होली भनेको कलरको फेस्टिभल हो अनि मलाई एकदम मनपर्छ, एकदम मजा आउँछ होलीमा खेल्न। Even though we're in America, we still celebrate Holi. Holi is a color festival. It's my favorite festival. हेर्नु न, कति धेरै नेपालीहरू जम्मा गर्नुभएको छ होलीमा खेल्न। सबैजना डान्स गर्नुभएको छ अनि एकदम रमाइलो भएको छ। We are all gathering to celebrate Holi. Everybody's dancing and having fun. Every year, हामी होली खेल्दै आइरहेको छ। Last year भन्दा यो year झन् रमाइलो भयो हामीलाई। हाम्रो भिडियो हेरिसकेपछि नेक्स्ट भिडियोमा के गर्दा राम्रो हुन्छ कमेन्ट बक्समा सल्लाह सुझाव दिनु। हजुरहरूको सल्लाह सुझाव अनुसार हामीले नेक्स्ट भिडियो बनाउने छौँ। नेपाल र अमेरिकामा होली खेल्ने के डिफरेन्स छ? हजुरहरूलाई थाहा छ? मलाई थाहा पाइसके। हजुरलाई थाहा छ दादा? थाहा छ बहिनी। पानी र कलर मिक्स गरेर वाटर बेलुनमा राखेर मैले खेलेको देखेछु। किन हामी यहाँ पानीसँग खेल्दैनौँ दादा? हामी टाढा टाढाबाट एकै ठाउँमा जम्मा भएको हुन्छ। त्यसैले गर्दा हाम्रो कपडा सबै पानीले भिज्छ। त्यही भएर होला हामी पानीसँग खेल्दैनौँ होली सेलिब्रेट गर्ने बेलामा। बुझ्यौ बहिनी? बुझेँ दादा। तर दादा पानीले खेल्दा कति रमाइलो हुन्छ होला। हो नि बहिनी, मलाई पनि पानीले खेल्न मन लाग्छ, तर वेदरले चिसो भएर हामीले होलीमा खेल्दैनौँ पानीसँग। हामी नेपालमा गएपछि पानी र कलर हालेर खेलौँला नि बहिनी। हस् दादा, म एकदम एक्साइटेड छु जो दिनको लागि। हेर न बहिनी, हामी सबै जम्मा भएर कति राम्रोसी रमाइलो गर्दैछौँ। हो नि दादा, मलाई पनि एकदम रमाइलो गरेको छु यो होली फेस्टिभलमा। दादा, where have you been? I've been looking for you so long. म त्यही थिएँ नि बहिनी, म मेरो साथीसँग खेल्दै थिएँ। मैले पनि तिमीलाई साथीसँग खेलेको देखेको थिएँ नि बहिनी। मैले पनि तिमीलाई खोजिराखेको थिएँ नि। मैले पनि मेरो साथीहरूसँग खेल्दै थिएँ नि दादा। हजुरले हजुरको साथीसँग खेल्नु भएको थियो अनि मैले पनि मेरो साथीसँग खेल्दै थिएँ नि दादा। हो नि बहिनी। हामी अमेरिकामा बसे पनि नेपाली कल्चरको बारे हामीहरूलाई सिक्न एकदम मनपर्छ। होली भनेको कलर फेस्टिभल हो। मेरो फेभरेट फेस्टिभल होली हो। हजुरहरूलाई होली मलाई जस्तै मनपर्छ भने कमेन्ट पनि गर्नुहोस्। मलाई यस्तै भिडियो धेरै बनाएको छु। हजुरहरूलाई कस्तो लाग्छ? सल्लाह सुझाव दिनुहोस् है। हजुरहरूको सल्लाह सुझाव अनुसार नेक्स्ट भिडियो बनाउँदैछु। हजुरहरूले लाइक, सेयर, कमेन्ट अनि सब्सक्राइब गर्न नबिर्सिनु। अबको लागि हामीले नेक्स्ट भिडियोमा भेट्ने गर्छौँ। बाई, थ्याङ्क यू भेरी मच।